म इमरान सापकोटा। हामीले जति पनि सन्तुलित आहार खुवाउँदै र घाँस पनि व्यवस्थापन गर्दै पनि चाहिँ बाख्राको ग्रोथ राम्रो आउने रहेछ। त्यो कारण के रहेछ भन्दाखेरि आन्तरिक र बाह्य परजीवीहरू, परजीवी दुई प्रकारका हुन्छन्। एउटा चाहिँ भित्री परजीवी हुन्छ, एउटा बाहिरी परजीवी। बाहिरी परजीवी भनेको उपाय, किर्ना, जुम्राहरू बाहिरी परजीवी है। भित्र भनेका विभिन्न खालका जुकाहरू हुन्छन् र तिनीहरूको नियन्त्रण राम्रोसँग भएन भने चाहिँ त्यो बाख्राको ग्रोथ राम्रो आउनु रहन्छ। तिनीहरूको नियन्त्रण गर्दा हामीले पहिल्यैदेखि जुकाका औषधि खुवाउँदै पनि कहिलेकाहीँ हामीलाई चाहिँ त्यस्तो समस्या भएर चाहिँ परजीवीहरू चाहिँ निर्मूल नभएको कारणले गर्दाखेरि बाख्राहरूमा त्यस्तो समस्या देखिँदैछ। र यसको पिरो जस्तो एउटा चाहिँ यस्तो खालको समस्या पनि देखिएको छ र यसले जति वेट लिनुपर्ने हो यसलाई हामीले जुकाको औषधि एन्टिबायोटिक गरेर हामीले खुवाएछौँ, तर पनि यसले जति वेट लिनुपर्ने हो त्यसले वेट लिन सकेन। किनभने यसकै रेसियोको हामीले एउटा चाहिँ बाख्रो यसको पाठो थियो एउटा जोडेमाको, त्यसलाई 3 महिना अगाडिको हामीले चाहिँ 30 किलो बनाएर बेचेका थियौँ भने अहिले बल्ल यो 30 किलोको भएको छ। त्यो चाहिँ दिनुपर्ने वेट त्यति राम्रोसँग लिएन र त्यसको लागि हामीले चाहिँ फेरि औषधि खुवाएर मात्रै भएन भनेर आइबुमेट्रिन भन्ने हामीले एउटा इन्जेक्सन यसलाई दिँदैछौँ र यो इन्जेक्सन दिएपछि यो पक्कै पनि यसले चाहिँ राम्रो ज्ञान वेट गर्नेछ। भन्दै मैले यसलाई चाहिँ यो आइबुमेट्रिन यो चाहिँ 1 ml बराबर 50 केजी वेट भएकोलाई हुँदैछ र मैले चाहिँ 0.5 ml मात्रै यसलाई चाहिँ राखेको छु। यसलाई छालामुनि यसरी छाला र मासुको बिचमा दिने हो र यसरी मैले चाहिँ यसलाई दिँदैछु। ल हस् त, धन्यवाद।